नमस्कार। आज म कुरा गर्दैछु सुर्खेत जिल्लामा रहेको कोपिला भ्याली स्कुल, जसले दिगो कृषि, स्थानीय बिउ संरक्षण र हरित शिक्षाको प्रेरणादायी यात्राको बारेमा तपाईहरूलाई जानकारी गराउँदैछु। सुर्खेतको शान्त वातावरणमा अवस्थित कोपिला भ्याली स्कुल केवल एउटा विद्यालय मात्र होइन, यो शिक्षा, वातावरण संरक्षण र दिगो कृषिलाई एकैसाथ जोड्ने प्रेरणादायी नमुना हो। यहाँ विद्यार्थीहरू किताबबाट मात्र होइन, खेतबारी, बगैँचा र प्रकृतिबाट पनि सिक्ने गर्दछन्। कोपिला भ्याली स्कुलमा कृषि शिक्षालाई व्यवहारसँग जोडिएको छ। विद्यार्थीहरूले विद्यालयकै कृषि फार्ममा जैविक तरकारी उत्पादन, कम्पोस्ट मल तयार गर्ने, माटो संरक्षण, वर्षाको पानीको उपयोग तथा वातावरणमैत्री खेतीका अभ्यासहरू सिक्ने गर्दछन्। यसरी सिकेका ज्ञान उनीहरूले आफ्नै घर र समुदायमा पनि प्रयोग गर्दै दिगो कृषि प्रबन्धनमा योगदान पुर्याइरहेका छन्। विद्यालयले पार्टिसिपेटरी ग्यारेन्टी सिस्टम अर्थात् पिजिएस अवधारणालाई पनि शिक्षासँग जोडेको छ। पिजिएस मार्फत विद्यार्थीहरूले रसायन रहित अथवा विषादी रहित उत्पादन, जैविक प्रमाणीकरणको स्थानीय प्रणाली, त्यसैगरी किसान र उपभोक्ताको विश्वास तथा सुरक्षित खाद्य प्रणालीबारे व्यावहारिक ज्ञान प्राप्त गर्दछन्। विद्यालयको मध्याह्नको भोजनका लागि आवश्यक खाद्यान्न र तरकारी विद्यालयको फार्म तथा पिजिएसमा आबद्ध रहेका स्थानीय किसान समूहबाट प्राप्त गर्ने गरिन्छ। यसले विद्यार्थीलाई स्वस्थ भोजन मात्र होइन, स्थानीय कृषिप्रति सम्मान पनि सिकाउँदछ। कोपिला भ्याली स्कुलले स्थानीय बालिका जातहरूको संरक्षणमा पनि विशेष ध्यान दिएको छ। विद्यालयले स्थानीय समुदायसँग सहकार्य गर्दै परम्परागत बिउको महत्त्व, स्थानीय जातका बालीको संरक्षण तथा जिन बैंकको अवधारणाबारे विद्यार्थीहरूलाई सिकाउँदै आएको छ। जलवायु परिवर्तनका कारण हराउँदै गएका स्थानीय रैथाने बालिका जातहरू भविष्यका पुस्ताका लागि सुरक्षित राख्नु आवश्यक छ भन्ने चेतना विद्यालयले व्यवहारमै उतारेको छ। कोपिला भ्याली स्कुलको भवन आफैमा एउटा जीवित कक्षा हो। सन् 2019मा निर्माण गरिएको यो हरित विद्यालय स्थानीय स्रोत साधनको प्रयोग गरेर बनाइएको छ। भवनमा र्याम अर्थ प्रविधिबाट माटोका बाक्ला भित्ताहरू निर्माण गरिएका छन्, जसले गर्मीमा चिसो र जाडोमा न्यानो वातावरण कायम राख्दछ। विद्यालयमा सौर्य ऊर्जाबाट विद्युत उत्पादन, सौर्य प्रणालीद्वारा खाना पकाउने, वर्षाको पानी सङ्कलन, फोहोर पानीको पुनः प्रयोग तथा प्राकृतिक ढङ्गले पानी प्रशोधन गर्ने व्यवस्था गरिएको छ। यसले वातावरण संरक्षणसँगै ऊर्जा र पानीको दिगो उपयोगको उत्कृष्ट उदाहरण पनि प्रस्तुत गरेको छ। दिगो विकास र वातावरण शिक्षामा गरेको उत्कृष्ट कार्यका लागि कोपिला भ्याली स्कुलले अन्तर्राष्ट्रिय स्तरमा पनि ठुलो पहिचान बनाएको छ। विद्यालयले विश्वको उत्कृष्ट हरित विद्यालयहरूको रूपमा चिनिँदै आएको छ र यसले दिगोपना सम्बन्धी महत्त्वपूर्ण विभिन्न अन्तर्राष्ट्रिय सम्मान पनि प्राप्त गरेको छ। हालै विद्यालयले विश्व स्तरको वातावरण कार्य सम्बन्धी उत्कृष्ट विद्यालय पुरस्कार पनि प्राप्त गरेको छ। कोपिला भ्याली स्कुलले प्रमाणित गरेको छ कि विद्यालय केवल पढाइ हुने ठाउँ मात्र होइन, समाज परिवर्तन गर्ने केन्द्र पनि बन्न सक्छ। कृषि, वातावरण, स्थानीय बिउ संरक्षण, पिजिएस, हरित भवन र दिगो जीवनशैलीलाई शिक्षासँग जोड्दै यस विद्यालयले भविष्यको जिम्मेवारी नागरिकको तयार गरिरहेको छ। कोपिला भ्याली स्कुलको सफलता कथा केवल एउटा विद्यालयको कथा होइन, यो एउटा सपना, समर्पण र समुदायको संयुक्त प्रयासको कथा हो। यस यात्राको नेतृत्व गर्नुभएकी म्यागी डोइन, जसले सन् 2015मा विश्व प्रसिद्ध CNN हिरो अफ द इयरबाट सम्मानित हुनुभयो। नेपालका अनाथ, विपन्न तथा जोखिममा रहेका बालबालिकाको शिक्षा, संरक्षण र सशक्तिकरणका लागि उहाँले गरेको योगदानको कदरस्वरूप यो प्रतिष्ठित सम्मान प्रदान गरेको थियो। CNN हिरोबाट प्राप्त $1,00,000 अमेरिकी डलर पुरस्कार रकम समेत कोपिला भ्यालीका शैक्षिक तथा पूर्वाधार विकासमा लगानी गरिएको थियो। म्यागी डोइनले स्थापना गरेको ब्लिङ्क नाउ फाउन्डेसन र स्थानीय समुदाय सहकार्यमा कोपिला भ्याली स्कुल, बालगृह, महिला सशक्तिकरण केन्द्र तथा दिगो विकासका विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन्। विद्यालयको हरित विद्यालय, वातावरण भवन, नवीकरणीय ऊर्जाको प्रयोग, जैविक खेती, खाद्य प्रणाली र विद्यार्थीमा दिगोपनको संस्कार विकास गर्ने प्रयासले अन्तर्राष्ट्रिय स्तरमा ठुलो प्रशंसा पाइएको छ। कोपिला भ्याली स्कुलले जायड सस्टेनेबिलिटी प्राइजको विद्यालय श्रेणीमा विश्वस्तरीय मान्यता प्राप्त गर्दै दिगो विकासमा उत्कृष्ट योगदान दिने विद्यालयको रूपमा सम्मान हासिल समेत गरेको छ। यसबाहेक विद्यालयले ग्रिन एप्पल अवार्ड, ग्रिन डिफेन्स अवार्ड, इन्टरनेसनल स्कुल अवार्ड लगायतका अन्तर्राष्ट्रिय सम्मानहरू प्राप्त गरेको छ, जसले यसको हरित शिक्षा र वातावरण नेतृत्वलाई विश्व सामु चिनाएको छ।
आज कपिला भ्याली स्कुल नेपालमा मात्र होइन विश्वभरिका विद्यालयका लागि दिगो शिक्षा बाटो संरक्षण र समुदायसँग जोडिएको सिकाइको उत्कृष्ट उदाहरण बनेको छ।